2082 साल कार्तिकको 14 गते शुक्रबारको दिन बिहान पानी आउँदैन कि भन्ने थियो। त्यही भएर यो आगो फुक्ने काम गरे, किनभने हिजो पानी परेको चिसो भएको, यस कारणले आगो फुके। आगो फुक्दा फुक्दै त पानी पनि बिस्तारै पर्यो त, तर अलि धेरै दाउरा राखेर प्रेसर दिएर मैले यो आगो फुक्ने काम गरे। जहाँ यो आगो फुकेर आज यही फुकेको आगैबाट चाहिँ दाल भात तरकारी अचार सलाद बनाएर खाने चाहिँ योजना छ। किनभने दाउराले पकाएर खाएको ज्यादै मिठो हुन्छ। अहिले भुम्रो बनाएर आलु पोलेर खाइन्छ। सबैलाई यदि आगो ताप्नु छ भने यहाँ आउनु होला। जहाँ आगो फुकिएको छ यहाँ आउनु होला। आई लभ फायरवुड। मैले यो आगो बालेर खानी चाहिँ एकदम मन पराउँछु। यसैले अब यहाँ चाहिँ आलु पिँडालु उसिन्ने पनि काम हुँदैछ। केही बेरमा यो पानी हल्का हल्का रिमरिम आएको छ, तर त्यसले केही फरक पार्दैन। प्रयासमा छौं, प्रयास गरे के हुँदैन र। यो हामीले प्रशस्त दाउरा ल्याएर भोलि परिस्थिति के पर्छ, ग्यास पाइन्छ कि पाइँदैन के थाहा, के ठेगान भनेर अझ यसरी छोपेर राखेका थियौं। यसैले यो दाउरामा चाहिँ पकाएर खाने विधि पिता पुर्खा पालादेखि नै नेपालमा चल्दै आएको हो। यसैले यो काम गरिएको छ। हेरिदिनु भएकोमा धन्यवाद।